उत्पत्तिको पुस्तक 15 अध्यायको 1 देखि 20 सम्म म पढ्नेछु। उत्पत्तिको पुस्तक चाहिँ धेरै नै मलाई आशिषको पुस्तक जस्तो लाग्छ, आशिषित भएको महसुस गर्छु। तपाईँहरूले कतिजनाले पढ्नु भएको छ भने मजाले पढ्नु होला, त्यहाँनिर पढ्नु भएको छ भने धेरै आशिष पाउनु पाइनेछ। उत्पत्तिको पुस्तक 15 अध्यायदेखि म सरासर पढ्नेछु। त्यहाँ परमेश्वरले अब्राहमसँग करार गर्नुभएको छ, प्रतिज्ञा गर्नुभएको छ। म त्यसलाई चाहिँ सरासर पढ्नेछु। अरू धेरै कुराहरू पदहरू छन्, आज ती कुरालाई म सर्टकटमा लानेछु। त्यसपछि दर्शनमा अब्राहम कहाँ परमप्रभुको वचन आयो, अब्राहम त नडरा, तेरो ढाल म नै हुँ र तेरो इनाम अत्यन्तै ठुलो हुनेछ। तर अब्राहमले भने, हे परमप्रभु परमेश्वर, तपाईँले मलाई के दिनुहुन्छ र? किनभने म सन्तानविहीन नै छु। मेरो घरको उत्तराधिकारी दमस्कसको एलिजर हुनेछ। फेरि अब्राहमले भने, हेर्नुहोस्, तपाईँले मलाई सन्तान दिनु भएन र मेरो घरमा जन्मेका दासले मेरो उत्तराधिकारी हुनेछ। परमप्रभुको यो वचन फेरि तिमी कहाँ आयो, यो मानिस चाहिँ तेरो उत्तराधिकारी हुने छैन, तर जो तेरो आफ्नै छोरा हुन्छ त्यही तेरो उत्तराधिकारी हुनेछ। अनि उहाँले तिमीलाई बाहिर लगेर भन्नुभयो, आकाशतिर हेरेर तारा गर्न सक्छस् कि सक्दैनस् भनी हेर। उहाँले तिमीलाई भन्नुभयो, तेरो सन्तानहरू पनि यस्तै हुनेछन्। अनि तिमीले परमप्रभुमाथि विश्वास गरेर यो तिम्रो निम्ति धार्मिकता गनियो। फेरि उहाँले तिमीलाई भन्नुभयो, यो देश तेरो अधिकारमा दिनलाई नदीहरूको उरबाट तँलाई ल्याउने परमप्रभु म नै हुँ। अब्राहमले भने, हे परमप्रभु परमेश्वर, मैले त्यसको अधिकार गर्न पाउँछु भनेर म कसरी थाहा पाऊँ? उहाँले तिमीलाई भन्नुभयो, मेरो निम्ति 3 वर्षको एउटा कोरेली, 3 वर्षको एउटा बाख्रो, 3 वर्षको एउटा भेडा र एउटा ढुकुर र एउटा परिवारको बच्चेराले तिमीले यी सबै उहाँका ल्याएर माझमा 2 फ्याक पारेर हरेक फ्याक आम्ने सामने राखिदिए। तर पक्षीहरू चाहिँ तिनले 2 फ्याक पारेनन्। अनि चिल र गिद्धहरू ती मरेका पक्षीहरूमाथि झम्टदा अब्राहमले तिमीलाई धपाए। सूर्य अस्ताउँदा अब्राहम कष्ट निन्द्रा परे अनि डरलाग्दो र घोर अन्धकारले तिमीलाई छोप्यो। तब परमप्रभुले अब्राहमलाई भन्नुभयो, यो निश्चय जानेर कि तेरो सन्तानहरू कुनै एउटा देशमा प्रवासी भएर बस्नेछन्। मैले जोड्न चाहेको चाहिँ यसमा छ, तपाईँले ध्यान दिएर सुन्नुहोस्। मलाई फेरि दोहोऱ्याउन चाहे, यो निश्चय अब्राहमलाई परमप्रभु परमेश्वरले दिनुभएको दर्शन चाहिँ यस्तो छ, यो निश्चय जानेर कि तेरा सन्तानहरू कुनै देशमा प्रवासी भएर बस्नेछन्, जुन देश तिनीहरूको होइन, र त्यस देशका मानिसहरूका कमाली हुनेछन् र 400 वर्षसम्म तिनीहरू थिचोमिचोमा पर्नेछन्। तर तिनीहरू जुन जातिका दास बन्नेछ उनीहरूको म हिंसा गर्नेछु र पछिबाट तिनीहरू धेरै धन सम्पत्तिहरू निस्क्याउनेछन्। तसै आफ्नो पितृहरूसँग शान्तिसँग जानेछस् र तेरो पुरो बुढेसकालमा त गाडिनेछस् भनेर लेखिएको छ। मैले एउटा परमेश्वरले गर्नुभएको प्रतिज्ञा अब्राहमसँग, जसको आफ्नो सन्तान थिएन, सन्तान नहुँदै गर्दा पनि 400 वर्ष पछाडि तेरो सन्तानहरू चाहिँ 400 वर्षसम्म चाहिँ तेरो सन्तानहरू दासत्वमा परेछन्, हिजोमा परेछन् र त्यसको म हिंसा गर्नेछु भन्ने कुरा प्रतिज्ञा गर्नुभएको थियो। अब त्यो प्रतिज्ञालाई पुरा गर्नको निम्ति कस्ता घटनाक्रमहरू घटे त्यो विषयहरूलाई म विशेष जोड्न चाहिरहेको छु। प्रस्थानको पुस्तक 2 अध्यायको 23 र 25 तिर हेर्ने भने यो अगाडि म तपाईँलाई एउटा कुरा बताउन चाहन्छु। अब्राहमको छोरा इसाकको छोरा याकुब र उनका सन्तानहरू चाहिँ यो प्रतिज्ञा जुन परमेश्वरको प्रतिज्ञा अनुसार मिश्र देशमा पुग्छन्। त्यहाँभित्र धेरै घटनाक्रमहरू छ, कथा इतिहास छ, इतिहास छ। तपाईँहरूले त्यो इतिहासलाई फुर्सदसँग हेर्नुभयो भने एकदमै धेरै राम्रो छ। त्यो धेरै लामो हुने हुँदा मैले जुन प्रतिज्ञालाई प्राप्त गर्नलाई मानिसले गर्नुपर्ने सङ्घर्षको कहानी चाहिँ म तपाईँलाई बताउन गइरहेको छु। अब्राहमसँग परमेश्वरले जुन प्रतिज्ञा गर्नुभयो त्यस
तेस्रो पुस्ता भनौँ या चौथो पुस्ता, तेस्रो र चौथो पुस्ता चाहिँ मिश्रले पुग्छ। कसरी पुग्यो भन्ने कहानी चाहिँ त्यो इतिहास चाहिँ 15 देखि 50 सम्म हामी पढ्न सक्छौँ त्यो पुस्तकमा। यहाँनिर अब त्यो प्रतिज्ञाबाट चाहिँ त्यो दासत्वमा गइसके पछाडिको कुराहरू यहाँ जोड्न चाहे। 400 वर्ष अगाडि गरेको प्रतिज्ञाहरूलाई त्यो अब्राहमको सन्तानहरू दासत्वमा परिसके पछाडि अब निस्कने प्रक्रिया जुन परमेश्वरले गर्नुभएको प्रतिज्ञा अनुसार चाहिँ निस्कने प्रक्रियाको कुराहरू म जोड्न चाहे। प्रस्थानको पुस्तक 2 अध्यायको 22 र 23 र 25 यहाँ लेखेको छ, धेरै दिन बितेपछि मिश्रका राजा मरे, इजरायली जातिले दासत्वको कारण सुस्केरा हालेर पुकारा गर्न लागे। दासत्वको बन्धनमा तिनीहरूले गरेका गुनासो, तिनीहरूले गरेको पुकारा परमेश्वरमा पुग्यो। परमेश्वरले तिनीहरूको सुस्केरा सुन्नुभयो र अब्राहम, इसाक र याकुबसित गर्नुभएको आफ्नो करार सम्झाउनुभयो। यसैले परमप्रभु परमेश्वरले इजरायलमाथि नजर राख्नुभयो र उहाँले तिनीहरूलाई स्थापित, उहाँले तिनीहरूको अवस्थामा चिन्तित हुनुभयो। अब यो छुटकाराको प्रोसेस चाहिँ सुरु भयो। मानिसहरू इजरायलीहरूले अब परमेश्वरलाई खोज्नु सुरु गरे। यो बिचमा अब थुप्रो घटना इतिहास छ, मैले त्यसलाई चाहिँ ठ्याक्कै काटेर चाहिँ मैले अब परमेश्वरले अगाडि गरेको प्रतिज्ञा, अब्राहमसँग गरेको प्रतिज्ञा, 15 अध्यायमा गरेको प्रतिज्ञा चाहिँ पुरा गर्नलाई यसको प्रोसेसहरू, पुरा गर्ने प्रोसेसहरूको बारेमा भन्दैछु, अब बताउन चाहिरहेको छु। अनि परमेश्वरले चाहिँ अब मानिसहरूले मलाई फर्केर खोज्न सुरु गरे, पुकारा गर्न सुरु गरे। अब आफ्नो प्रतिज्ञा फेरि उहाँले सम्झाउनुभयो र 3 अध्यायको 5 देखि 11 पनि म हेर्नेछु प्रस्थानको पुस्तक। तब परमेश्वरले भन्नुभयो, यता नजिक नआइज, तेरो खुट्टाबाट जुत्ता फुकाल, किनभने त उभिएको ठाउँ पवित्र भूमि हो। उहाँले अझै भन्नुभयो, तेरा पिता पुर्खाको परमेश्वर हुँ, अब्राहमका परमेश्वर, इसाकका परमेश्वर, याकुबका परमेश्वर हुँ। अब मोसाले आफ्नो मुख ढाके किनकि तिनले परमेश्वरलाई हेरेर डराए। तब परमप्रभुले भन्नुभयो, मिश्रमा भएका मेरा प्रजाको दुःख मैले देखेको छु र कामदारहरूको अत्याचार तिनीहरूले पुकारा गरेको मैले सुनेको छु। तिनीहरूका दुःख मलाई थाहा छ, यसैले तिनीहरूलाई मिश्रको हातबाट छुटकारा दिएर त्यस देशबाट एक असल र ठुलो देश अर्थात् दुध र मह बग्ने देश, कनानी, हित्ती, एमोरी, परिजी, हिब्बी र यबुसीहरूका देशमा ल्याउनलाई म बोलाएको छु। अब हेर, इजरायलहरूको पुकारा म कहाँ पुगेको छ, मिश्रीहरूले तिनीहरूमाथि गरेको अत्याचार मैले देखेको छु। यसकारण अब जा, मेरो प्रजा अर्थात् इजरायलहरूलाई मिश्रबाट निकालेर ल्याउन म तँलाई फारो कहाँ पठाउँदैछु। अब मोसाले परमेश्वरले भने, फारो कहाँ गएर इजरायलहरूलाई मिश्रबाट ल्याउन सक्ने म को हुँ भनेर चाहिँ मोसाले भनेको छ। मैले यहाँ यो पदहरूबाट चाहिँ के बताउन चाहिरहेको छु भने, झट्टै सुन्दा चाहिँ कस्तो एकदमै आशिषित ठाउँमा जानलाई, दुध र मह बग्ने ठाउँमा जानलाई चाहिँ जुन दासत्वबाट चाहिँ अब एकदमै धेरै थिचोमिचोमा परेको अवस्था, पीडामा भएको अवस्थाबाट छुटकारा गरेर चाहिँ दासत्वबाट चाहिँ छुटकारा गरेर चाहिँ दुध र मह बग्ने ठाउँमा जाने परमेश्वरको प्रतिज्ञाको प्रोसेसमा हुँदैछ। अनि हामीले के सुन्छौँ भने कति असल नजारा लागिरहेको छ, कति आनन्दको नजारा लागिरहेको छ भन्ने हामी बुझ्दै आएका छौँ, सुन्दै आएका छौँ। तर त्यो बिचमा पुग्नलाई गर्ने सङ्घर्षहरूको बारेमा म आज तपाईँहरूको माझ भन्दैछु। अब 5 को यसै प्रस्थानको पुस्तक 5 को 1 देखि 21 छ। त्यसपछि मोसा र हारुन फारो कहाँ गएर भने, परमप्रभु इजरायलका परमेश्वर यसो भन्नुहुन्छ, उजाड स्थानमा मेरो निम्ति चाडपर्व मेरा प्रजालाई जान दे। हारोले भने, परमप्रभुको र
म तिनको कुरा मानेर इजरायललाई जान दिउँ। परमप्रभुलाई म चिन्दिनँ र इजरायलहरूले म जान्दिनँ। अब तिनीहरूले भने हिब्रूहरूका परमेश्वरले हामीलाई भेट गर्नुभएको छ, बिन्ती छ जाहेर स्थानमा 3 दिनको बाटो गएर हाम्रा परमेश्वरको निम्ति बलि चढाउन हामीलाई जान दिनुहोस्, नत्र उहाँले हामीलाई रुडी र वा तरवारले प्रहार गर्नुहुनेछ। तब मिस्रका राजाले तिमीलाई भने, ए मोसा र हारुन, तिमीहरू मानिसहरूका काममा किन बाधा गर्छौ? तिमीहरू आफ्नो काममा लाग। फारोले फेरि भने, हेर देशका मानिसहरू अब धेरै भएका छन् र तिमीहरू चाहिँ तिनीहरूलाई काम गर्नबाट रोक्न चाहन्छौ। त्यही दिन फारोले कामदारहरू र तिनका नायकहरूलाई यस्तो हुकुम दिए, इट बनाउनलाई अहिलेसम्म दिने गरेको पराल अब तिनीहरूलाई नदिनु, तिनीहरू आफै गएर आफ्ना निम्ति पराल बटुलुन्। तर इट भने तिनीहरूले अझसम्म जति बनाउँदै आएका छन् तिनीहरूले त्यति नै बनाउन लाओ, तिनको सङ्ख्या कति पनि नबटोस्, किनकि तिनीहरू अल्छे भएका छन्। यसैले त तिनीहरू आफ्ना परमेश्वरको निम्ति बलि चढाउनलाई जान दिनुहोस् भन्दै गराउँदैछन्। म यहाँ धेरै पढ्न छैन, अरू घटाहरू छ। हामीले बुझ्दै आएको कुरो चाहिँ, हामीले सुन्दै आएको कुरा अथवा मैले पनि बुझ्दै गरेको कुरा के थियो भने, जब परमेश्वर हाम्रो साथमा हुन्छ, जब परमेश्वरको योजना हुन्छ अनि जीवन चाहिँ सहज ढङ्गले सरल ढङ्गले बित्छ, त्यहाँ कुनै पनि समस्या आउँदैन। परमेश्वर साथमा हुन्छ भने त्यहाँ समस्या बिना जीवन सरल अगाडि बढ्छ र परमेश्वरको प्रतिज्ञा त्यसरी पुरा हुन्छ भनेर हामी सुन्दै र बुझ्दै आएका थियौँ। तर यो घटनालाई हेऱ्यो भने के छ भने चाहिँ जब परमेश्वरले गर्नुको प्रतिज्ञा पुरा हुन सुरु हुन्छ, अब मानिसको जीवनमा कठिनाइहरू सुरु हुन्छ। हारोले इजरायलहरूलाई जान नदिएपछि, मोसालाई बिन्ती गरेर जान नदिए पछाडि चाहिँ उनीहरू एकदमै धेरै कठोर परिश्रम गरिरहेका थिए। कठोर परिश्रम गरिरहँदाखेरि फारोले बिन्ती गरिसकेपछि जान दिनुहोस् हामीलाई भनेर बिन्ती गर्दै गर्दाखेरि अब फारो चाहिँ रिसले सुर भएर के भन्छ भने, जुन काम गरिरहेको थियो, इँटा बनाउने काम गरिरहेको थियो, त्यो कामको परिणाम चाहिँ नघटोस् र तिमीलाई त्यो इँटा बनाउन दिने पराल नदेऊ, तिमीले पराल पनि आफै खोज्नुपर्छ। यो चाहिँ के थियो भने प्रतिज्ञालाई पुरा हुनलाई गरेको तयारी। हामीले अलिकति समस्या हुनु बित्तिकै यो चाहिँ परमेश्वरको योजना होइन, हाम्रो विश्वास त्यति कमजोर छ। इजरायलीहरूलाई हेर्ने हो भने कठिन यात्राहरू सुरु हुँदैछ। म 10 देखि पढेँ, तब कामदारहरू र नायकीहरूले गएर तिमीलाई भने, फारो यसो भन्नुहुन्छ, म तिमीहरूलाई पराल दिन्न, तिमीहरू आफै गएर जहाँ पाउँछ त्यही पराल खोजेर ल्याऊ, तर तिमीहरूको काम चाहिँ अलिकति पनि घटाइएको छैन। यसैले मानिसहरू मिश्रभरि परालका टुक्राहरू बटुल्नलाई तितर भएर फिसिए। ती कामदारले तिनीहरूलाई यसो भन्दै आत्रीलाई, पराल दिँदा दिनमा जति काम गर्दै गर्थ्यो त्यति नै पुरा गर। इजरायलमाथि नियुक्ति भएका इजरायली नायकहरूलाई फारोका कामदारहरूले पिटे र तिनलाई यसो भनेर सोधे, अघि चाहिँ इँटा बनाएर हिजो र आज आफ्नो काम किन पुरा गरेनौ? तब इजरायली नायकीहरू फारो कहाँ गएर बिन्ती चढाए, हजुरका दासहरूप्रति हजुरले किन यस्तो व्यवहार गर्नुहुन्छ? तिनीहरूले हजुरका दासहरूलाई पराल पनि दिँदैनन् र तिनीहरू हामीलाई इट बनाऊ भनी भन्छ। हामी हजुरका दासहरू कुटै खाँदैछौँ, तर कसुर त हजुरकै मानिसहरूको हो। र फारोले भने, तिम्रो अल्छे छौ, यसै कारण तिमीले भन्छौ हामीलाई प्रभुको निम्ति बलि चढाउन जान दिनुहोस्। अब गएर आफ्नो काम गर, पराल चाहिँ तिमीलाई दिने छैन। तापनि इटको तोकीको सङ्ख्या तिमीले दिनैपर्छ। दिनुपर्ने इटको सङ्ख्या कम हुँदैन भनेको इजरायली नायकहरू सङ्कटमा परेको थाहा पाए। जब तिनीहरू फारो कहाँ निस्किए, तब तिनीहरूले मोसालाई बाटोमा परिरहेको भेटाए। तिनीहरूले भने, परमप्रभुले तपाईँहरूको इन्साफ गरून्, किनभने तपाईँले फारोका सरकारको दृष्टिमा हामीलाई तिरस्कृत तुल्याउनु भएको छ र हामीलाई काट्न उनीहरूको हातमा तरवार दिनुभएको छ। इजरायलले जुन काम गरिरहेको थिए, तिनीहरूको पनि नायकीले चाहिँ फारोसँग बिन्ती पिसाए, हामीलाई परालको सुविधा दिनुहोस् भन्दाखेरि परालको सुविधा दिएन। अनि उनीहरूको मनमा पनि धेरै वीर भयो। अब सधैँ त पराल दिँदा पनि हामीले
जुन तोकीको सङ्ख्याका मन गाह्रो थियो अब जनाले कति कठिन हुन्छ भने चाहिँ उनीहरू पीर भइरहेको। अब यसबाट बुझ्नुपर्ने चाहिँ कुरो के छ भने परमेश्वरको इच्छाहरूलाई परमेश्वरले गरेका प्रतिज्ञाहरूलाई पुरा गर्नलाई चाहिँ हामी सरल ढङ्गले मात्रै बुझ्दैन, अलिकति एक स्टेप माथि गएर हामीले बुझ्नुपर्छ। कठिन यात्रा पनि हाम्रो हुन्छ भन्ने कुरा, प्रतिज्ञालाई पुरा गर्न कठिन यात्रा हुन्छ भन्ने कुरा हामी यहाँ हेर्न सक्छौँ। यी यात्राहरू पछाडि म तपाईँहरूलाई समय पनि गइरहेछ। एकैचोटि अगाडि बढाउन चाहे एउटा सङ्घर्षको सुरुवात थियो। मसालाई परमेश्वरको दर्शन, मसालाई परमेश्वरको भेट, त्यो पोथ्राबाट भेट एउटा प्रक्रिया थियो, प्रोसेस थियो विश्वबाट छुटकारा लिनलाई। अनि त्यस पछाडि फारोबाट छुटकारा लिनलाई चाहिँ म पढिनँ, तिनीहरूमा 10वटा विपत्तिहरू लागेको छ। 10वटा विपत्तिहरू छन्। ती चाहिँ 10वटा विपत्ति चाहिँ प्रस्थानको पुस्तक 7 अध्यायदेखि 13 अध्यायको बिचमा 10वटा ठुलो सङ्कट फारोको राज्यमा आएको छ। यति भयानक सङ्कट आएको छ। 9वटा सङ्कट आइन्जेलसम्ममा पनि फारोले इजरायलीहरूलाई जान दिएन। त्यो कुराहरूलाई मैले भनिनँ। तपाईँहरूले आफ्नो फुर्सदको समय पढ्नु मात्रै समय धेरै बुझेर पनि नभनेको हो। 10वटा चाहिँ अत्यन्तै भयङ्कर विपत्ति आउँदा पनि 9वटा आउँदासम्म जान दिएन। अन्तिममा 10औँ विपत्ति पछि आए पछाडि अनि इजरायलीहरूलाई त्यहाँबाट निस्कन दिएको छ। निस्केर हिँड्दै गर्दाखेरि एउटा घटना तपाईँलाई म भन्छु। सङ्घर्ष निस्केर हिँड्दै गर्दा एउटा सङ्घर्षको कहानीमा तपाईँलाई इतिहासमा तपाईँलाई भन्छु। प्रस्थानको पुस्तक 12 अध्यायको 37 पदमा यहाँनिर एउटा ठुलो सङ्ख्या छ। 37 पदमा म पढ्दैछु। इजरायलीहरू रामसेसबाट हिँडेर सुक्दममा आएमै र केटाकेटीहरू छोडेर करिब 6 लाख पैदल हिँड्ने मानिसहरू थिए भन्छ। 6 लाखको सङ्ख्या चाहिँ पुरुषहरूको सङ्ख्या, त्यो चाहिँ 20 वर्षभन्दा माथिका पुरुषहरूको सङ्ख्या चाहिँ 6 लाख थिए भनेपछि 6 लाखभन्दा डबल त्रिबलको अनुमान गरिन्छ। अनि हाम्रो यो एउटा त्यो यात्रा चाहिँ कत्रो ठुलो थियो भने सायद त्यो झापा जिल्लाभरिको मान्छेहरू एक ठाउँ गएर हिँडेको यात्रा ठुलो यात्रा थियो। हामी कहिलेकाहीँ 10-12 जनाको यात्रा गर्छौँ। हामी 5-10 दिन यात्रा गर्छौँ, वर्षमा एकचोटि गर्दै आइरहेका छौँ। त्यो यात्रा गर्दाखेरि म सम्झिन्छु यो घटनालाई। विचार नमिलिरहेको हुन्छ, ठुस्काठुस्की भइरहेको हुन्छ, अचम्म लाग्छ। अब एकचोटि हामी आफै सम्झ्यौँ, कोही अब बजार जाँदाखेरि साथी गराएको हुन्छ, भरे रिसारिस गरेर आइरहेको हुन्छ, श्रीमानसित बजार गइरहेको हुन्छ, त रिसारिस गरेको हुन्छ। अब सम्झिनुहोस् 6 लाख मान्छेको यात्रा, 6 लाखदेखि माथिको मान्छेको एउटा सिङ्गो यात्रा हिँड्दाखेरि त्यहाँ कति धेरै कठिनाइ थियो। 2-4 जनाको यात्रा छेडिक यात्रा हिँड्दाखेरि त समस्या हुन्छ भने त्यहाँ 6 लाख मध्ये 6 लाख चाहिँ 20 वर्षभन्दा सक्रिय युवाहरूको मतलब मानिसहरूको पुरुषहरूको सङ्ख्या थियो। केटाकेटीको सङ्ख्या गरेको थिएन, छोरी मान्छेको सङ्ख्या गरेको थिएन। ठुलो सङ्ख्याको यात्रा अगाडि बढ्दै थियो। त्यहाँभित्र पनि धेरै किसिमका समस्याहरू थिए, त्यहाँ सहजता थिएन। मैले भने हाम्रो यात्रा कहिलेकाहीँ हिँड्दाखेरि पनि विभिन्न किसिमका अप्ठ्याराहरू आफ्नो विचारहरू नमिलेको हुन्छ 6 लाखको बिचमा। अब त्यहाँ पनि प्रश्न आउँछ कि हामी 10-12 महिनादेखि त्यहाँ परमेश्वर हामीसँग हाम्रो साथमा नभएको हो कि होइन, आएर पनि त्यस्तो भएको हो कि, त्यो तपाईँहरूलाई मिलाइकन गर्नु होला। म त्यसलाई जोड्दिनँ। र 6 लाखको सङ्ख्यामा हिँड्दै गर्दाखेरि धेरै कठिनाइहरू, अप्ठ्यारा समस्याहरू थिए। अनि त्यो यात्रा सहज थिएन। यात्रामा विभिन्न किसिमका समस्याहरू थियो। ती समस्याहरूलाई म तपाईँलाई देखाउन चाहिरहेको छु। अब
प्रस्थानको पुस्तक 17 अध्यायतिर एकैचोटि म गएँ, भित्र विभिन्न समस्याहरू थिए, तर मैले मेन कुराहरू मात्रै देखाउन चाहेको छु। 17 को 3 पढे, इजरायलका सारा समुदाय सिनको उजाड स्थानबाट परमप्रभुको आज्ञा बमोजिम ठाउँ ठाउँमा यात्रा गरेर रपिदिममा आइपुगे। त्यहाँ तिनीहरूले डेरा बनाए र मानिसहरूका निम्ति खाने पानी थिएन, यसकारण तिनीहरूले मोसेसित झगडा गरेर भने, हामीलाई खाने पानी दिनुहोस्। मोसा तिनीहरूलाई भने, तिमीहरू मसित कलह गर्दैछौ, तिमीहरू किन परमप्रभुको परिचय गर्छौ? तर मानिसहरूलाई पानीको तिर्खा लाग्यो र ती यसो भनेर मोसाको विरुद्धमा बोल्न लागे, तपाईँले हामी र हाम्रो बालबच्चा र पशुहरूलाई तिर्खाले मार्न मिसाउन यहाँ ल्याउनुभयो भनेर चाहिँ मानिसहरूले प्रश्न मसला गर्दछ। यो भनेको चाहिँ वास्तवमा समस्या भएर भनेको, तिर्खाइ लागेर भनेको, त्यत्तिकै डराउनु गएको थिएन। मैले भन्न चाहेको चाहिँ के छ, यहाँ फेरि पनि तपाईँलाई पुऱ्याएँ, परमेश्वर इजरायलको साथमा थियो, यात्राको 20 वर्ष हुनुहुन्थ्यो, तर पनि उनीहरू समस्या ग्रसित भइरहेको थियो। हामी यो किसिमको सोच राख्नु भएन कि हामीलाई परमेश्वरको साथ सहयोग हुँदैछ भने हामीलाई कुनै किसिमको समस्या छैन र हुँदैन भन्नु चाहिँ यी घटनाहरूबाट अलिकति फरक प्रकारले सोच्ने हो कि भन्ने एउटा सन्देश पनि छ। अनि त्यहाँनिर मोसाको विरुद्धमा कानुनहरू सुरु गरे भनेपछि त्यहाँनिर समस्या थियो भन्ने कुरा जनाउँछ। निकै कठिन यात्रा भइरहेको थियो भनेर जनाउँछ। अनि म अर्को पनि पद पढ्न गएँ, 9 पद। अनि मोसाले यहोशुलाई भने, हाम्रो निम्ति मानिसहरू चुनेर अमेरिका यो चाहिँ युद्धको निम्ति युद्ध पनि गर्नु यात्रामा यो चाहिँ युद्धको निम्ति तयारी भएको कुराहरू म तपाईँलाई बताउन चाहेको छु। अनि मोसाले यहोशुलाई भने, हाम्रा निम्ति मानिसहरू चुनेर अमेरिकासित युद्ध गर्न जाऊ। भोलि परमप्रभुको लौरो मेरो हातमा लिएर म डाँडाको टाक्रोमा खडा हुनेछु। त मोसाले तिनीलाई भने बमोजिम यहोशुले गरेर अमालेकीहरूका विरुद्धमा लड्न लागे। मोसा र हारुन हुर चाहिँ डाँडाको टाक्रामा गए। मोसाले आफ्नो हात माथि उचाल्दा इजरायल विजय हुन्थे, तर तिनको हात तल जाँदा अमालेकीहरू विजय हुन्थे भनेर लेखिएको छ। यात्राको क्रममा सजिलो थिएन, उनीहरू विभिन्न अभावहरू जित्दै थियो, साथमा उनीहरू युद्ध पनि लड्नुपर्ने अवस्था आयो। अनि युद्ध लड्दाखेरि चाहिँ तपाईँलाई थाहा छ त्यो सरल कुरा होइन, एकदमै धेरै कठिन कुराहरू हो। अनि जब परमेश्वरको साथमा हुँदाखेरि त हामी सोचिरहेको छौँ कि कुनै किसिमको समस्या हुँदैन, सरल हिँड्ने मात्रै हामी सोचिरहेको छौँ। तर यो घटना, यो इतिहासलाई हेऱ्यौँ भने परमेश्वर हाम्रो साथमा हुँदा पनि हामीले पनि गर्नुपर्ने जिम्मेवारी, हामीले पनि गर्नुपर्ने कर्तव्यहरू बुझ्न सकिँदछ। जब मोसाले आफ्नो हात उठाउँथ्यो, इजरायल युद्धमा जित्दै थियो। जब हात गरेर तल गर्छ, अमेरिकीहरू पनि जितिरहेको अवस्था थियो। अन्तिममा गएर उनीहरूलाई हात चाहिँ दुईजना हात उठाइदिन्छ। अनि त्यो यात्रा, त्यो युद्ध चाहिँ इजरायलहरू जितिरहेको हामी यो घटनाक्रम, त्यो इतिहासलाई पढ्दाखेरि, त्यो इजरायलको यात्रालाई अध्ययन गर्दाखेरि त्यहाँ पाउँछौँ। अनि त्यो दूत र मनाउने एकदमै आशिष देशमा पुग्नको निम्ति यात्रा सजिलो थिएन। अझ एउटा कठिन यात्रा थियो, एउटा कठिन युद्ध थियो। त्यो युद्धको अन्त्य चाहिँ अन्तिममा मैले गर्न चाहेँ। र अन्तिम यात्रा थियो, अन्तिम लडाइँ थियो। त्यो लडाइँ चाहिँ गन्तीका पुस्तक 13 अध्यायको 17 देखि 30 सम्म छ। म तपाईँलाई पढाउन सक्छु, एकदमै धेरै तपाईँले यसमा चाहिँ ध्यान दिएर सुन्नु होला। यहाँ यसरी लेखेको छ, मोसाले तिनीहरूलाई कनान देशको भेद लिन पठाए। तिनीहरूलाई भने, यहाँबाट लागेर निवेक भनिने दक्षिण क्षेत्रबाट पहाडतिर जाऊ। देश कस्तो छ, त्यहाँ बस्ने मानिसहरू बलिया छन् कि निधा छन्, धेरै छन् कि थोरै छन्, सो पत्ता लगाऊ। उनीहरूले बसेको देश असल कि खराब कस्तो छ, र उनीहरू छाउनीमा कि किल्लामा छन्, उनीहरू छाउनीमा कि किल्लामा कस्ता सहरमा बसेका छन्,
जमिन कस्तो छ, मल्लो भिरुको, त्यहाँ जङ्गल छ कि छैन सोहेर साहस गर र केही फलफुल ल्याऊ भनेर चाहिँ भनेको छ। यो एकदमै महत्त्वपूर्ण कुरा छ। युद्ध त्यो जुन परमेश्वरले दूत र महाबोक्ने ठाउँमा नाङ्ने प्रतिज्ञा गर्नुभएकोमा प्रवेश गर्नका निम्ति, प्रवेश गर्नुभन्दा अगाडि त्यहाँको बारेमा जानकारी लिन, त्यहाँको बारेमा बुझ्न मूसाले मानिसहरू पठाउँदैछ। 21 मैले भने त्यसैले उनीहरू उक्लेर गई जैनको उचाड स्थानबाट लेबो हमातिको रहोबसम्म त्यस्तो देशको भेद लिए। तिनीहरूले नेबेततिरबाट उक्लेर हेब्रोनमा पुगे, जहाँ अनाकका सन्तान अहिम्मन शेषै र तलमै बस्थे। हेब्रोन चाहिँ मिस्रको ओसन सहरभन्दा 7 वर्ष पहिले निर्माण भएको थियो। त्यसपछि तिनीहरू एस्कोलको बेसीमा गए र त्यहाँबाट दाँतको एक जुत्ता काठ र भोजोमा हामी 2 जनाले बोकेर ल्याए। उनीहरूले अनार र नेभारा पनि ल्याए। इजरायलले त्यहाँबाट त्यो जुत्तो काटेको हुनाले त्यस ठाउँको नाम एस्कोलको बेसी राखे हो। 40 दिनको अन्तमा त्यहाँ भेटले सकेपछि तिनीहरू फर्केर आइसकेपछिको घटना अब त्यहाँ विवरणमा पढ्न सुनाउँदैछु। तिनीहरू फर्केर पारानको भूमि मरुभूमिको कादेशमा मूसा हारून र इस्रायलको सारा समुदायका आए र समुदायलाई सम्पूर्ण वृत्तान्त बताइदिए। तिनीहरूलाई त्यस देशका फलफुल देखाए। तिनीहरूले मूसालाई भने, तपाईँले पठाउनुभएको ठाउँमा हामी पुग्यौँ, साँच्चै नै त्यहाँ दूत र महाबोक्दो रहेछ। त्यस देशको फलफुल चाहिँ यही हो, तर त्यहाँ बस्ने मानिसहरू बलिया रहेछन्, सरल प्रकारले घेरिएको रहेछ, घेरिएको र ज्यादै ठुलो रहेछ। त्यसबाहेक हामीले यहाँ अनाकका सन्तहरू पनि देख्यौँ। निमेक बोलिने दक्षिण क्षेत्रमा अमेरिकहरू र पहाडी क्षेत्रमा हित्ती, यबुसी, एमोरी अनि समुद्रको नजिक यर्दन नदीको किनारमा कनानीहरू बस्दो रहेछन्। तब कालेबले मूसाको सामुन्ने मानिसलाई शान्त गराएर भने, त्यहाँ गएर त्यो देश कब्जा गरौँ, किनभने त्यो हामी निश्चय जित्नेछौँ। तर तिनीहरूसँग जाने मानिसहरूले भने, ती मानिसहरूको विरुद्धमा जान हामी सक्ने छैनौँ, किनभने ती मानिसहरू हामीभन्दा बलिया छन्। भेद लिन गएका देशबाट नराम्रो खबर सुनेर तिनीहरूले इजरायललाई भने, हामी भेदमा गएको देशले त आफ्नै बासिन्दाहरूलाई लियाएको रहेछ। हामीले त्यहाँ देखेका मानिसहरू दैत्य जस्तो रहेछन्। त्यहाँ हामीले नेपिलहरू देख्यौँ जसबाट अनाकका सन्तानहरू आएका छन्। उनीहरूका सानो त हामी आफैलाई फटेक्न जस्तो लाग्यो, तिनीहरूको नजरमा हामी त्यस्तै देखिन्थ्यौँ भनेर भन्दछ। भेदमा गएका मानिसहरूले जब फर्केर आए, त्यस पछाडि दिएका सन्देशहरू यस्ता थिए कि 2 जना मानिसहरूले चाहिँ हामी त्यहाँ गएर जित्न सक्छौँ भनेर भने, बाँकी रहेका 10 जनाले चाहिँ हामी त्यहाँ नजाउँ, किनभने त्यहाँ चाहिँ अत्यन्तै ठुला बलिया मानिसहरू छन्। उनीहरूको छेउमा चाहिँ हामी साना फटेक्रा छ, उनीहरू एकदमै बलिया ठुला शक्तिशाली मानिसहरू छन्। हामी उनीहरूसँग युद्ध गरेर हार्छौँ, तर ठाउँ त असल छ, राम्रो छ, तर हामी हार्छौँ भनेर चाहिँ भनिरहेको छ। परमेश्वरले दिन्छु भनेर गरेको प्रतिज्ञा अनुसारको कुराहरू, आशिषहरू चाहिँ सहजै हामीले प्राप्त गरिरहेको अवस्था हुँदैन। कहिलेकाहीँ तपाईँ हाम्रो जीवनमा साना घटनाहरू, ठुला घटनाहरू कहिलेकाहीँ घटेका हुन्छन्, जुन चाहिँ तुरुन्तै प्राप्त गरेको आश्चर्यजनक ढङ्गले प्राप्त गरेको अवस्थाहरू छ। अनि ती चाहिँ घटना चाहिँ आश्चर्य कर्महरू हुन्, तर प्रक्रियागत रूपमा प्राप्त गर्ने कुराहरू, विधिवत रूपमा प्राप्त गर्ने कुराहरू चाहिँ प्रोसेसमा लामो हुन्छ र कठिन हुन्छ, सङ्घर्ष धेरै गाह्रो छ। अन्तिममा गएर
त्यो दुध र मह बग्ने देशमा इजरायलको यात्रा गर्ने कि सबै पुस्ता जुन सुरु गर्ने पुस्ताहरू भएको छैनन्। हामी यदि पढ्यौँ भने पाउँछौँ मोसा जसले त्यो अगुवाई गर्न लाग्दै थियो ऊ जान सक्दैन। 2 जना मानिसहरू मात्रै गएको अवस्था पाउँछौँ। 2 जना नयाँ पुस्ताहरू गएको हामी देख्दछौँ। अब इतिहास पढ्न सक्छौँ पछाडि गएर। मैले त्यो सबै घटनाहरू पढ्न छैन समय अन्त्य भएर। मैले दिन चाहेको सन्देश यो छ, हामी परमेश्वरलाई बुझ्ने तरिका सरल तरिकाले मात्रै हामीले परमेश्वरलाई हामी सहायता गर्नुहुन्छ। सरल छ परमेश्वरको जीवनमा। परमेश्वर हाम्रो साथमा हुँदाखेरि हाम्रो जीवन यात्राहरू सरल छ, सहज छ भनेर बुझिरहेका छौँ भने अब हामी सङ्घर्ष गर्नुपर्ने कुराहरू, लडाइँ लड्नुपर्ने कुराहरू, गर्नुपर्ने कठिन यात्राहरू छ। ती दैत्य जस्ता मानिसहरूलाई पनि सरल ढङ्गले जितेको छ। एकदमै आँट चाहिँ गर्नु पऱ्यो। म सक्छु किनभने मेरो साथमा परमेश्वर हुनुहुन्छ भन्ने आँट चाहिँ गरेको हुनु पऱ्यो। जतिजनालाई आँट गरे ती मानिसहरू मात्र पुगे। जतिजनालाई आँट गरेन, जतिजना रोए कराए गणन गरे सबै पुस्ताहरू त्यहीँनिर खत्तम भए। जतिजनाले आँट गरेका छन् नि उनीहरू चाहिँ अन्तिममा गएर प्रतिज्ञा गर्नुभएको हामी पढ्न पाउँछौँ, बुझ्न पाउँछौँ। तसर्थ हामीले परमेश्वरले गर्नुभएका आशिषका प्रतिज्ञाहरूलाई प्राप्त गर्नका निम्ति हामीले पनि गर्नुपर्ने जिम्मेवारीहरू, हामीले पनि गर्नुपर्ने उत्तरदायित्वहरू छन्। ती कुराहरूलाई हामीले बुझ्नुपर्छ र हामी त्यतिकै सहज र सरल जीवनमा जिउँदैछौँ। हामी परमेश्वरले त्यसै दिनुहुन्छ, म घुँडा टेकेर परमेश्वरको निम्ति बिन्ती बिसायो भने त्यो कुरा हुन्छ भनी बस्दैछौँ भने त्यो अलिकति बुझाइको अभाव पनि हुनसक्दछ, त्यो नयाँपन पनि हुन सक्दछ। हामी अलिकति पढेको कतिवटा फल्किँदै हो भने, अगाडि पढ्ने हो भने, नयाँ विषयमा जाने हो भने हामीले हाम्रो तर्फबाट गर्नुपर्ने परमेश्वरको प्रतिज्ञालाई पुरा गर्ने हाम्रो जिम्मेवारी छ है भन्ने कुरा बुझ्नुपर्छ भन्दै आजको वचनलाई म यही राख्दै बिदा हुन चाहन्छु। बाँकी सबै सदस्यहरूलाई श्रद्धा दिँदै बिदा हुन चाहन्छु। सबैलाई जय मसीह।